के तपाईहरु 2025 मा नेदरल्यान्ड मुभ हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने नेदरल्यान्ड वर्क भिजाको बारेमा सम्पूर्ण डिटेल भन्नेछु। नमस्कार एन्ड वेलकम ब्याक टु रितु ब्लग च्यानल। आज यस भिडियोमा तपाईहरुको लागि मैले नेदरल्यान्ड फ्री वर्क भिजा कसरी एप्लाई गर्ने 2025 मा त्यसको बारेमा भन्नेछु। यो भिडियो धेरै नै युजफुल हुनेछ तपाईहरुको लागि, किनकि आज हामी कुरा गर्नेछौं बिना कुनै एजेन्ट, बिना कुनै म्यान पावरको नेदरल्यान्डबाट कसरी स्पोन्सरशिप लिने, वर्क भिजा लिने, जुन 2 वर्षदेखि लिएर 5 वर्षसम्मको हुनेछ। नेदरल्यान्ड एउटा यस्तो देश हो जहाँ ह्याप्पीनेस र सेफ्टी भएको देशहरू मध्ये एक मानिन्छ। नेदरल्यान्ड युरोपको उत्तर छोरमा रहेको एउटा डेभलप्ड देश हो जसको टोटल पपुलेसन 18.3 मिलियन रहेको छ र यहाँ 90 देखि 93% मान्छे इंग्लिश बोल्ने गर्दछ, तर यहाँको अफिसियल ल्याङ्ग्वेज इंग्लिश नभई डच हो। नेदरल्यान्डमा क्रिश्चियन मान्छेहरू बढी रहेको छ, साथै मुसलमानहरू हुन्छन्। ल्याङ्ग्वेजमा डच र इंग्लिश युज हुन्छ। नेदरल्यान्डमा वर्क भिजा एप्लाई गर्दा तपाईहरुको क्वालिफिकेसन 10th वा 12th पास हुनु पर्यो। नेदरल्यान्डमा भिजा एप्लाई गर्न चाहनुहुन्छ भने तपाईहरुको एज लिमिट 18 देखि लिएर 50 वर्षसम्म हुनुपर्छ, जसमा तपाईहरुलाई स्पोन्सरशिप जब पाउनु हुनेछ। साथै फुड र एकोमोडेसन, फ्लाइट फी सबै कम्पनीले प्रोवाइड गर्नेछ। स्यालेरी 4 लाख प्लस हुनेछ। नेदरल्यान्डमा तपाईहरुले फुड डेलिभरीको जब पाउनु हुनेछ। त्यसैगरी डेलिभरी बॉय, वेयर हाउस, कन्स्ट्रक्सन रिलेटेड जब पाउनु हुनेछ। त्यसैगरी तपाईहरुले स्टोर किपरको जब पाउनु हुनेछ, सिक्युरिटी गार्डको जब पाउनु हुनेछ, इन्जिनियरको, इलेक्ट्रिशियनको, प्लम्बर, वेल्डर, टाइल फिटरको जब, त्यसैगरी एक्सलेटरको, म्यानुफ्याक्चरिङ डिपार्टमेन्टको जब पाउन सक्नुहुनेछ। ट्रक ड्राइभरको यदि तपाईहरुसँग एक्सपिरियन्स छ भने यो जब पाउन सक्नुहुनेछ। लोडिङ अनलोडिङको जब, साथै सुपरमार्केटमा धेरै डिमान्ड छ त्यसको जब पाउनु हुनेछ। स्क्रिनमा देखाएको सम्पूर्ण जब रहेको यसमा तपाईहरुले एप्लाई गर्न सक्नुहुनेछ। भिडियोलाई स्किप नगरिकन पुरा हेर्नु होला। यो भिडियोमा रहेर मैले स्टेप बाइ स्टेप सम्पूर्ण डिटेल कसरी एप्लाई गर्ने, कुन वेबसाइटमा गएर एप्लाई गर्ने भन्ने बारे सिकाउने छु र साथै सब्स्क्राइब गर्नुभएको छैन भने बेल आइकनको अलमा थिची सब्स्क्राइब गरी एउटा लाइक, कमेन्ट र साथीहरुमा जति सक्दो शेयर गर्न नभुल्नु होला। ल अब हामीहरु एप्लाई कसरी गर्ने त्यसको बारेमा सिकौं। सबभन्दा पहिला तपाईहरुले आफ्नो मोबाइल छ भने मोबाइल वा ल्यापटप छ भने तपाईहरुले ल्यापटपको स्क्रिनमा गुगल क्रोम ब्राउजरमा सर्च बारमा तपाईहरुले randstad.nl जुन हुन्छ तपाईहरुले त्यो टाइप गरी जुन इंग्लिशमा हुन्छ त्यसमा तपाईहरुले यसरी ओपन गर्नु होला। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यस्तो किसिमको इन्टरफेस खुलेर आउँछ। तपाईहरुले यहाँ स्क्रोल डाउन गर्नुहुन्छ भने तपाईहरुले यहाँ सम्पूर्ण जबको डिटेल्स यहाँ हेर्न सक्नुहुनेछ। कुन कुन जब अवेलेबल छ, कुन कम्पनीहरु रहेको छ, सबै यहाँ तपाईहरुले स्क्रोल डाउन गरेर हेर्न सक्नुहुनेछ। तपाईहरुले ओटीसी एनालाइज जुन तपाईहरुलाई इंग्लिश चाहिँ म्यान्डेटरी छ, इंग्लिश र जर्मन तपाईहरुलाई आउनु पर्यो। यो चाहिँ तपाईहरुलाई फुल टाइम जब रहेको छ जुन 3000 युरोज देखि लिएर 3200 युरोज पर मन्थको स्यालेरी जुन ट्याक्स कटेर आउने छ। तपाईहरुको सन्डे र सटरडे सन्डे तपाईको छुट्टी हुनेछ। र त्यसैगरी तपाईहरुले अझै तल यहाँ स्क्रोल डाउन गर्नुहुन्छ भने सेल्स एन्ड अपरेसनको जब रहेको छ। त्यसपछि यहाँ तल तपाईहरुले स्क्रोल डाउन गर्नुहुन्छ भने यहाँ तल तपाईहरुले कम्पनी हेर्न सक्नुहुनेछ जुन अबर इट्स को कम्पनी, डीएसपी को कम्पनी रहेको छ, एसएमएल को, फिलिप्स, जुम्बो यो सबै कम्पनी रहेको छ जसमा तपाईहरुले जब पाउन सक्नुहुनेछ। यहाँ सबै कम्पनीको जब हेर्नको लागि तपाईहरुले यहाँ अल जब्स फर इंग्लिश स्पिकर मा क्लिक गर्नुहुन्छ भने तपाईहरुले यहाँ 280 वटा जुन भ्याकेन्सी रहेको छ तपाईहरुको लागि, जुन मैले पहिले नै भनिसके। वेयर हाउस, वेल्डर, टायर फिटर, सिक्युरिटी गार्ड विभिन्न किसिमको जब तपाईहरुले यो कम्पनीहरुमा हेर्न सक्नुहुनेछ। तपाईहरुलाई कुनै एउटा कम्पनीको जबमा एप्लाई गरेर हेराउने छु जुन यहाँ रहेको छ। अर्डर पिकर जुन तपाईहरुले यहाँ 40 घण्टाको 5 डे को लागि काम गर्न सक्नुहुनेछ। एप्लाई गर्नको लागि तपाईहरुले यो भ्यू भ्याकेन्सीमा क्लिक गर्नु होला र त्यसपछि तपाईहरुले आफ्नो जीमेल आईडी हालेर क्रिएट अकाउन्ट गर्नुपर्छ र त्यसपछि तपाईहरुले यहाँ आफ्नो पर्सनल इन्फर्मेसन, वर्क, एजुकेसन, एक्सपिरियन्स हालेर त्यसपछि तपाईले आफ्नो सीवी जुन युरोपास फर्म्याटको सीवी र कभर लेटर हुन्छ त्यो अट्याच गरेर यसमा तपाईहरुले एप्लाई गर्न सक्नुहुनेछ। यदि तपाईहरुलाई युरोपास फर्म्याटको सीवी र कभर लेटर बनाउन आइराखेको छैन भने मैले तपाईहरुको लागि युरोपास सीवी र कभर लेटर बनाएर प्रोवाइड गरिदिनेछु। मात्र केही शुल्क लिएर थोरै मात्रामा
तपाईहरुले यहाँ स्क्रिनमा दिएको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ मात्र युरोपा सिभी र कभर लेटरको लागि। यसरी तपाईहरुले ऱ्यान्डस्टाड कम्पनीमा विभिन्न किसिमको अवेलेबल जबमा तपाईहरुले इन्ट्रेस्टेड जबमा एप्लाई गर्न सक्नुहुनेछ आफ्नो सिभी र कभर लेटर एट्याच गरिकन। यस्तै भिडियो नयाँ नयाँ इन्फर्मेसन हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। साथै एउटा लाइक कमेन्ट र जतिसक्दो शेयर गरिदिनु होला। आजलाई यति नै, हस्त बाइ एन्ड टेक केयर।